Hello guys, new day, new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। अनि हामी पनि सन्चै छौँ। आज चाहिँ हामी घुम्नको लागि नुवाकोट जाँदैछौँ। सबैले हेरेर साथ दिनु होला। हेलो गाइज, हामी चाहिँ बेलबास आइपुग्यौँ। अब चाहिँ यहाँदेखि हामी माथि तर्फ जानुपर्ने हुन्छ। हजुरहरूलाई मैले देखाउँदै जान्छु। A few moments later. फाइनल्ली गाइज हामी चाहिँ बेलबास चोकदेखि भित्र लाग्यौँ। हेर्दै जानु होला हजुरहरूले। गाइज हामी चाहिँ उकालोतर्फ लागिसक्यौँ है। गाइज यहाँदेखि चाहिँ बुटोलको भ्यू देख्न सक्नुहुन्छ। तर कुहिरोले गर्दा खासै राम्रोसँग देख्न पाइएन। यहाँ चाहिँ घाँसको बारी लिएर आउँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो सरजी इन्सान देखिनु है। किसिमै देख्यो नि। आहा क्या राम्रो रहेछ। हामी नुवाकोट नजिकै आइपुगेछौँ। नुवाकोट चाहिँ अझै आएनौँ। हेर्दै जान सक्नुहुन्छ। अब कहाँ कहाँ पुगिन्छ। नुवाकोट जान्छ। यहाँ चाहिँ नानीहरू खेल खेल्दैछन्। यहाँदेखि चाहिँ अपलोड सुरु भयो है। अप्ठ्यारो छ बाटो। हल्का हल्का अप्ठ्यारो तल झरी रहेछ। म पनि फर्स्ट टाइम आएको। आएको मान्छेले नि बाटो बिर्सेर तल त एकछिन धुनु खाँदै हिँडेछौँ। त्यो गाडी त्यो बाइकलाई जित्न पर्ने रहेछ के अरे। पनि हामी जस्तै जोडी होला नि। सेम सेम लान्छ जागिरी नदिने। हामीहरू सेम 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 हो क्या होला। सम्म चाहिँ पेज गरेको राखेँ। पेज गर्नलाई चाहिँ यहाँ काम सुरु हुँदै रहेछ। यता पनि जे होस्। नजिकै गएपछि भेटौँला। बाटो अप्ठ्यारो छ। मोबाइल खस्यो भने तनाव हुन्छ। ल गाइज नुवाकोट चाहिँ यहाँदेखि देख्यो है। ल पारी देख्नुभयो होला सायद। बाटो चाहिँ अप्ठ्यारो रहेछ। फाइनल्ली यहाँदेखि देखिरहेको नुवाकोट। फाइनली गाइज नुवाकोटमा आइसक्यो। अब नुवाकोटमा चाहिँ अहिले यस्तो बनाएको रहेछ। केबल कार पनि सञ्चालन भइसकेको रहेछ। अब बाँकी कुरा चाहिँ उही माथि गएर भ्यू पोइन्टमा गएर देखाउँछौँ। हुन त यहाँ अगाडि पनि नाच नाच। सबैजना आउनु होला। राम्रो छ तपाईँको। यहाँ मूर्ति देखाउनु न कति राम्रो। अझै पुरा चाहिँ भएर हिँड्छ। टाइम मिल्यो भने चाहिँ यो केबल कारमा नि चढिन्छ। नत्र भए चाहिँ यत्तिकै जान्छ। ल गाइज हेर्दै गर्नु होला। यता त बाँदर नि
ठ्याक्कै बाँधा जस्तो देखियो तिमीलाई। ल अब यहाँ चाहिँ घुमेर भ्यायो। हामी चाहिँ अब माथि भ्यू पोइन्टतिर यसो बुटोलको भ्यू हेर्न चाहिँ जाँदैछौँ। यता चाहिँ म्याडमले के हो आफ्नो नाम लेख्नु भएको भए आए दुईजनाको नाम यस्तै लेखेपछि पछि यस्तो गाडा देखिने रहेछ। अहिले चाहिँ के देखिआएन अरे। अब भ्यू पोइन्ट चाहिँ यहाँदेखि जाने हो। यताबाट बाइक पनि जाने रहेछ त्यहाँ माथिसम्म, तर बाइक चाहिँ हामीले उता तल राख्यो। अनि भ्यू पोइन्ट चाहिँ यतिर गएर अब भ्यू पोइन्टतिर हिँड्ने हो। ल जाऊँ। मलाई चाहिँ भरिया बनाएर मेरो गुरुले भरिया बनाएको त होइन कि हेलमेट छोडेछ कि त्यति देखाउनलाई भयो त्यतिपछि। अब चाहिँ यताबाट जाँदा यता सर्टकट जाऊ न, सर्टकट त्यही एउटै हो। वे टु भ्यू टावर रे देख्नु भयो कि नै त्यहाँ पनि। ल गाइज माथि गएर भेटौँला। चार्ज पनि धेरै छैन, फोटो खिच्नु पऱ्यो, टिकटक गराउनु पऱ्यो, भिडियो गराउनु पऱ्यो। फाइनली नुवाकोट भ्यू पोइन्टमा आयो। कुहिरो लाएर केही देखाएन यार। एक्सपेक्टेसन भर्सेस रियालिटी हो क्या। हुन त यस्तो जाडोको मौसममा आएछ यस्तै हो, गर्मीमा चाहिँ सही देखिन्छ भ्यू। अरू केही भन्न चाहन्छु? केही होइन, तर राम्रै हो। राम्रै हो भन्ने चित्त बुझाउ। ल गाइज नुवाकोट भ्यू टावरबाट पनि फर्किसक्यो। त्यस्तो केही स्पेसल त रहेन रहेछ। बुटोलको त्यो भ्यू त नामै भ्यू टावर भ्यू देखिने रहेछ, तर आज चाहिँ त्यति देख्न पाइएन किनकि जाडो छ, कुहिरो लागेको कारण भ्यू राम्रोसँग देख्न पाइएन। अगाडि चाहिँ म्याडम भरिया भनेर हिँड्नुभयो। यता हेर बत्तीसी देखाऊ। तोबा 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 थारा मुड खराब कर। आउँला बाँदर तिमी जस्तै। आफूलाई हेरेर आइपुग्यो। ए भाइ हो ठिकै छ। हामी बुढाबुढीले यति दुःख गरेर जानी नजानी भ्लग गराम। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। घरतिर लाग्न नि पायौँ, अन्त जान पनि पायौँ किनकि जुन एक्सपेक्टेसनले आएको थियो त्यो चाहिँ पुरा भएन। टिकटकहरूमा हेर्दा चाहिँ नुवाकोटको भ्यू पोइन्टबाट चाहिँ दामी भ्यू देखेको थियो र आएको। कुहिरो लाएर पनि हो गाइस, तर यहाँ चाहिँ राम्रै देखेको थियो। कुहिरोले गर्दा अलि धमिलो देखेको मात्रै हो। अच्छा हमको सिखा रिया है। कोटमा चाहिँ होमस्टेको व्यवस्था पनि रहेछ। हजुर नाइट स्टेको लागि आउनु पनि सक्नुहुनेछ। यहाँ धेरै प्रकारको होटेलहरू रहेछ। हामी चाहिँ चटपटको खोजीमा हाम कता बनाउँछन् थाहा छैन। चटपट भयो भर्खर चाहिँ यहाँ माथि घाम लागेको छ, हिँड्दा गर्मी भयो। अब चाहिँ बाइकमा सर गइन्छ। यहाँ चाहिँ खाइन्न चटपट किनकि बुटोलमा चाहिँ हाम्रो स्पेसल अड्डा छ, त्यही गरेर खाने हो। ल बाइक आइज हामी चाहिँ यहाँ चाहिँ घाम लागेर गाइज फाइनली हामी चाहिँ बेलवास झुलाइमा आइसक्यो। यहाँ भाइरल हङकङ चाइनिज फास्टफुडमा फ्राई राइस खाने भनेर। कस्तो लाउँदैछ? फ्राई राइस खाने कि के खाने तिमी? ल गाइज फ्राई राइस पनि आइसक्यो। अब बाँकी पछि चार्ज नभएको कारण मलाई चाहिँ यही दिन गर्दैछ। फेरि